आज जेठ 19 गते। आज हामी नेपालको इतिहासको एक कालो दिनलाई सम्झिरहेका छौँ। 2058 साल जेठ 19 गते नारायणहिटी दरबारभित्र भएको एउटा घटनाले सिङ्गो राष्ट्रलाई स्तब्ध बनाएको थियो। त्यो रातमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह, रानी ऐश्वर्या राज्यलक्ष्मी देवी शाह लगायत राजपरिवारका सदस्यहरूको हत्या भयो। वर्षौँ बित्यो, त्यो दिन नेपालको इतिहासमा एउटा पीडादायी अध्यायका रूपमा स्मरण गरिन्छ। आज हामी ती दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आज त्यो दिनलाई सम्झिरहेका छौँ।